चाहिँ हामी बोल्दै जेठा छोराको आमा म मेरो छोरी कुन पार्क गरे काब्लुम अस्ट्रेलियाको काब्लुम इजरायलमा फार्ब्लुम हामी गाईको दृश्यहरू हेर्दै मस्ताउनु आँटेको छ हाम्रो गाई भगवान छैन बाहिर भेडाको मासु खानु पाइँदैन भन्न नमिल्ने यो चाहिँ अस्ट्रेलियाको हामी घुम्न जाने ठाउँमा मजाले घुम्दैछौँ भेडा मासु नखाने अब त सनसाइन सनसेट आहा क्या मजाले ल हेर्नु हाम्रो पहाड होइन ठ्याक्कै नेपालसँग मिल्दो रहेछ हौ यहाँको हावा अन्त ल यो अस्ट्रेलियाको गाउँ बस्ती फिल्ममा देखाउँछन् यस्तो रोडमा गाई आमा कति धेरै गाई राम अस्ट्रेलियामा गाई पाउँदो रहेछ है दुध यसैको हो कि कालो गाईको दुध सेतो हुँदो रहेछ है अस्ट्रेलियाको गाईले चाहिँ बियर दिन्छ गाईले बियर दिन्छ नेपालको मात्रै दुध दिन्छ लो जात देखिने शान्ति डाँडा देखिन्छ उतापट्टि मङ्गलबारे थाहा छ अहिले पनि आउँछ एकादशी के अलिक आनन्द गरेछ है अहिलेको भन्दा त यो बाटो मस्ताउने भयो भनेर दामी देखेको होला नि गाडीले पनि सुसु गर्दो रहेछ छोराहरूको पुरा याद आउँदो होला है यता कुदाको जाउँ न दोकानमा पुऱ्याइदिएन के छ यहाँनिर यो चाहिँ कहाँको गाउँ आयो जस्तो छ होटल रहेछ रेलवे क्रसिङ रेल आउँछ यहाँ हामी अहिले भर्खर याराक्लेन अस्ट्रेलियामा छौँ तपाईँहरू कहाँ हुनुहुन्छ भन्दै गर्नु होला क्या मक्ख परेर पनि कसैले देखाउने यो त साह्रै यो रहेछ क्या मुसु हाँस्ने खालको अन्त हेलो कस्तो राम्रो घर देखेँ कि पर कस्तो राम्रो घर छ नि त माथि पिङ्क लेक त कडा छ त्यो भ्लग बनाउनु नि फेरि त्यहाँ त कैटेरको चाहिँ भ्लग बनाउने क्या तपाईँले त्यो लेक तर पिङ्क त जानु छैन पिङ्क लेक त्यो पिङ्क लेक लानु भन्नु पिङ्क लेक चाहिँ ताले दिदी यो उकालो त हेर त इलाम चढ्ने बेलामा झापादेखि माथि यस्तो छ है पर्नेमा ठ्याक्कै हो कि न यो उकालो गाडी स्पिड कुदाइरहेछ अनि यहाँ पनि हिल नेपालको जस्तै पाहाड हुँदो रहेछ के अरे के पत्रे ढुङ्गा यो चाहिँ अस्ट्रेलियाको जङ्गल हामीलाई चाहिँ एकदमै डर थियो कि यो केटाले चाहिँ माथि बिच डाँडामा लगाएर छोड्छ होला भनेर धर्म ल्यायो है दिदी टेढो टेढो मेरो आँखा यस्तै छ जवानी गइसक्यो भन्ने तर यहाँ पहिला आएन नि अब त तर अलिक घुम्नु पनि छिटै पर्छ पहिला चाहिँ अब ढिलो रात पर्थ्यो अन्त 5:30 मै रात परिसक्यो अब भोलिकै हाल्नुहुन्छ तपाईँ पर्सि भोलि त मेरो डेटिङ छ फेरि भोलि भ्याउँदिनँ अस्ट्रेलिया पनि नागी डाँडा रहेछ ल हाम्रो यहाँ हेर्नु न यो स्पिडमा क्या दामी देखिन्छ सिन अनि यहाँसम्म आउनु भयो भने तर त्यो त जाँदाखेरि क्या डेन्टा आउँछ जाँदैन त्यो साइडतिरको ट्रेनलाई के भन्छ अस्ट्रेलियामा चाहिँ सबभन्दा सबैभन्दा बढी चाहिँ अस्ट्रेलियाको त्यहाँ अगाडि हेरेर चाहिँ एउटा उयो रहेछ कि अस्ट्रेलियाको जङ्गल
माथिको टिन्टा कस्तो राम्रो राम्रो ठाउँहरू यता घुम्नु पाए पो मजा आउँछ त है अस्ति म आएको थिएँ त्यही त बोल्दै थिए सब लोग इधर क्या बोलना है बब्बाल आउँदो रहेछ ड्राइभर अलिकति हावा खोला त झन् कपाल सरर गरेर तिम्रो चाहिँ अहिले हाम्रो आँखा अलिक कमजोरी छ कि सुन्तला सेट अरे त्यो क्या मजा टोपभित्र आएर न यहाँ रुखमा हेर त यहाँ मान्छेले यस्तो गरेर हात यहाँनिर हेर्नु यस्तो गरे जस्तो बसेको देखिन्छ यहाँ मान्छे जस्तै भएछ नभए हात एउटा हातले यस्तो गरे यस्तो गर्दा ऊ हेर त एउटा घर गएर आनन्दले हाल्नु क्यामेरा देखेर भैँस हराएछ